फ्री एआई टुल्सको लिस्ट बनाउने हो भने यस्तालाई छुटाउन त मिल्दैन। यो हो esta.alen.ai र मलाई यसको सबैभन्दा मन परेको कुरा के हो भने हेर्नुहोस् यहाँ कुनै पेमेन्ट बटन नै छैन। प्राइसिङ भनेर कतै देखिँदैन। अर्थात् रिसर्चका लागि यति पावरफुल एआई टुल हामीले अहिले फ्रीमै प्रयोग गर्न सक्छौँ। अब यहाँबाट के गर्न सकिन्छ हेरौँ। सबैभन्दा पहिले फाइन्ड पेपर्स। तपाईँलाई आफ्नो रिसर्चका लागि कुनै स्पेसिफिक टपिकमा साइन्टिफिक पेपर्स चाहिएको छ भने आफ्नो रिसर्च क्वेसन यहाँ लेख्न सक्नुहुन्छ। त्यसपछि यहाँ जनरेट अ रिपोर्ट पनि छ। यो चाहिँ मलाई अझै इन्ट्रेस्टिङ लाग्यो। तपाईँले एउटा स्पेसिफिक साइन्टिफिक क्वेसन सोध्नुभयो भने यस्ताले विभिन्न रिसर्च पेपरहरू खोजेर इन्फर्मेसनलाई कम्बाइन गरेर एउटा स्ट्रक्चर रिपोर्ट तयार गर्न मद्दत गर्छ। एक हिसाबले हेर्दा यो लगभग मिनी लिटरेचर रिभ्यू तयार गरे जस्तै हो। यहाँ डिप सर्च पनि छ, अलिक कम्प्लेक्स रिसर्च क्वेसन छ र अझ गहिरो रूपमा साइन्टिफिक लिटरेचर खोज्न चाहनुहुन्छ भने इन्ट्रेस्टिङ कुरा यहाँ एनालाइज डेटा पनि छ। तपाईँ आफ्नो डेटा सेट अपलोड गर्न सक्नुहुन्छ। डेटा सेटका मुख्य कोलम्सहरू के हुन् भनेर डिस्क्राइब गर्न सक्नुहुन्छ अनि आफ्नो डेटाको बारेमा क्वेसन सोध्न सक्नुहुन्छ। त्यसपछि एस्साले डेटा एनालाइज गर्न, प्याटर्न बुझ्न र भिजुअलाइजेसन तथा रिजल्ट इन्टरप्रेट गर्न मद्दत गर्न सक्छ। तर अहिले पहिले फाइन्ड पेपरले ट्राई गरेर फाइन्ड पेपर्समा क्लिक गर्नुहोस्। मानौ मलाई यो टपिकमा रिसर्च पेपर चाहिएको छ। आफ्नो रिसर्च क्वेसन टाइप गर्नुहोस्। अब यो क्वेसन यहाँ राखेर सर्च गरौँ। सर्च गर्नुहोस् र केही सेकेन्डमै रिजल्ट दिनुहोस्। अब हेर्नुहोस् त हामीले क्वेसनसँग सम्बन्धित साइन्टिफिक पेपर खोजेर ल्याइरहेको छौँ। रिजल्ट बिस्तारै स्क्रोल गर्नुहोस्, हेर्न सकिन्छ अनि ओरिजिनल रिसर्चसम्म गएर पेपर आफै भेरिफाई पनि गर्न सकिन्छ। त्यसैले एआईले दिएको इन्फर्मेसनलाई मात्रै विश्वास गर्नुपर्ने होइन, ओरिजिनल रिसर्च पेपर पनि चेक गर्न सकिन्छ। अब सोच्नुहोस्, लिटरेचर सर्च गर्दा गुगल स्कलर वा अन्य डाटाबेसमा एक एक गरेर किवर्ड चेन्ज गर्दै पेपर खोज्नुपर्ने काम यसले कति समय बचाउन सक्छ। र यो केवल पेपर खोज्ने टुल मात्र होइन, फाइन्ड पेपर्स, जेनेरेटर रिपोर्ट, डिप सर्च अनि एनालाइज डेटा यी सबै रिसर्च फोकस फिचरहरू एउटै प्लेटफर्मभित्र छन्। र अर्को इम्पोर्टेन्ट कुरा, यस्ता कुनै ऱ्यान्डम एआई वेबसाइट होइन। यसलाई एलएन इन्स्टिट्युट फर एआई अर्थात् एआई टुलले बनाएको जुन सेमेनेटिक स्कोलर पछाडिको संस्था पनि हो। त्यसैले यदि तपाईँ रिसर्चर, मास्टर स्टुडेन्ट, पिएचडी स्टुडेन्ट, प्रोफेसर वा साइन्टिफिक रिसर्चमा काम गर्नुहुन्छ भने आइस्टा तथा आलेन एआई एकपटक आफै प्रयोग गरेर हेर्नुहोस्। मलाई लाग्छ फ्रीमा उपलब्ध छ। रिसर्च टुलमध्ये यो धेरै रिसर्चले अहिलेसम्म डिस्कभर नगरेको निकै पावरफुल टुल हो यो। यो भिडियो सेभ गरेर राख्नुहोस् किनकि आफ्नो अर्को रिसर्चको लागि यो टुल अवश्य प्रयोग गर्न सक्नुहुनेछ। हस्, थ्याङ्क यू।